खै कसले रहेछ यताबाट चाहिँ राउन्ड हाम्रो प्रोग्राम हल चाहिँ यस्तो छ यहाँ चाहिँ टिकट काट्ने ठाउँ रेस्टोरेंट का मेन्यू किधर है? रेस्टोरेंट का किधर है? ऊपर वाला भी ऑन करना है। रेस्टोरेंट का मेन्यू किधर है? किचन में कौन है? स्टार्ट भएको छैन हाम्रो ध्यान दिनु न विदेशीको मान्छे यहाँ आएर पनि मैले अवसर पाइरहेको छु यहाँबाट पनि न्युजहरू गरिराखेको छु यहाँहरूको पनि कुनै त्यस्तो छ भनेदेखि मलाई यहाँले सम्पर्क गर्न सक्नुहुन्छ न्युजका लागि मेरो अहिले चाहिँ वेटरको काम गरिराखेको छु मेरो आफ्नो परिचय दिँदाखेरि यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत सम्मान गर्दै म कार्यक्रमलाई विलम्ब नगरी अगाडि बढाउँछु यस कार्यक्रमको शोभा बढाइदिनु हुन म यस कार्यक्रमका प्रमुख अतिथि शिवहरि आचार्यज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिहरू हुनुहुन्छ हाम्रो जीके शर्माज्यूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिमा हुनुहुन्छ हाम्रा कलाकार शान्तिश्री परियार आइपुग्नु भएको छैन आउँदै हुनुहुन्छ बाटोमा हुनुहुन्छ भन्ने हामीले खबर पाएका छौँ नजिकै हुनुहुन्छ हामीसँग 2 मिनेटको डिस्टेन्समा उहाँ चाँडै आउँदै हुनुहुन्छ। यसै गरी तुलसी शिवाकोटी पनि हामी माझ आइसक्नु भएको छ उहाँलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरेँ। यसै गरी म अतिथिहरूको नाम लिन गइरहेको छु कृपया मैले नाम लिएपछि यहाँहरू अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। Oh,
रोमानियाको प्रोग्राममा म रोमानिया थिएँ। हाम्रो आदरणीय दाइ विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा धेरै फिल्ममा अभिनय पनि गर्नुभएको छ। उहाँको योगदान ठुलो छ। आदरणीयजीको दाइको फोन आएको थियो, दाइ प्रोग्राममा आउनुपर्छ भनेर बोल्नुभएको थियो। अनि मलाई फेरि ग्रिसमा तपाईँहरूको माझमा पर्फर्मेन्स गर्न ठुलो रहर थियो। मैले पनि 1 वर्ष अगाडि भनेको थिएँ दाइलाई, दाइ म पनि ग्रिसमा आउन चाहन्छु के छ भनेर मैले भनेको थिएँ। दाइ समय र बाइक गरेपछि म डेफिनेटली कल गर्छु भन्नुभएको थियो। थ्याङ्क यू सो मच जिजु दाइ। अनि आदरणीय बुवा लेजेन्ड हाम्रो नेपाली कलाकारिता क्षेत्रमा शिवहरि बुवालाई पनि देख्न पाएँ। शिवहरि बुवालाई पनि देख्न पाएँ। थ्याङ्क यू सो मच। र सो यस आजको प्रोग्राममा गोर्खाली वेलफेयर एन्ड इन्टरनेसनल सो प्लिज म तपाईँहरूबाट बिदा हुन्छु। नम्बरी बाचे बाइकले साचे एउटा म सेल्फी खिच्छु। हाम्रो गुफरान भाइ कहाँ हुनुहुन्छ प्लिज मोबाइल क्यान गिभ मी हियर। सबैजनाले एकचोटि मोबाइल बाल्नुहोस् त सबैजनाले। तपाईँहरूकोमा आएको छु एउटा सेल्फी राखेर लिएर जान्छ है त ल। सबैले सेल्फी है ल। सबजनाले हात उठाउनुहोस् सबैजनाले है त ल। I love you all. नमरी बाचे दैवले साचे कहीं तो भेटोला तपाईहरु माझ फेरि आउनु पर्यो। सृष्टि माया सबैमा दिनुस् है त। Thank you Chris, thank you. Thank you so much. धेरै धन्यवाद, धेरै आभार तुलसी शिवाकोटीज्यू यहाँको प्रस्तुतिको लागि, यहाँको समयको लागि। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर नेपालदेखि ग्रिससम्मको यात्रा गरेर यहाँसम्म आएर 2 घण्टा हामीलाई मनोरञ्जन गराइदिनु भयो। यहाँको प्रस्तुतिलाई हार्दिक स्वागत सम्मान गर्दै म यहाँहरूलाई सम्पूर्णलाई एकचोटि उहाँको सम्मानका लागि
थाक्नु भएको होला र पनि अब हामी नाच्नेछौँ हाम्रो 30 विशेष कार्यक्रममा अलिअलि काँडैले जसरी उहाँको जीवनमा अब कतिवटा चाहिँ यस्तो प्रस्तुति मैले यो माइक उहाँलाई हस्तान्तरण गरिसकेको छु। यहाँहरूले पनि मनोरञ्जन पक्कै पनि गर्नुहुनेछ। म एकैछिन ओजेल गर्नेछु। धन्यवाद। धन्यवाद छ। नमस्कार सम्पूर्णलाई। सन्चै हुनुहुन्छ हजुरहरू? मैले मेन कुरा चाहिँ छुटाएछु, माफी चाहन्छु। उहाँलाई खादाले सम्मान गरिदिनु हुन हाम्रो पञ्चु बाइबाज्यूलाई स्टेजमा आएर उहाँलाई खादा लगाएर सम्मान गर्न माफी चाहे। धेरै धेरै धन्यवाद पञ्चु बाइबाज्यू। एकदमै हामीले स्वागत सम्मान गरिसकेका छौँ। सनी कुमारज्यूलाई पनि स्टेजमा आएर एकचोटि उहाँलाई फुलको गुच्छाले सम्मान गरिदिन हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रम आयोजक सनी कुमारज्यूले सन्तुश्री परियारज्यूलाई स्वागत सम्मान गरिसक्नु भएको छ। त्यसै गरी जीके शर्माज्यूले पनि स्वागत सम्मान गरिसक्नु भएको छ। एकदमै स्वागत गर्दै मैले फेरि पनि धन्यवाद छ उहाँलाई। धेरै धेरै धन्यवाद। यहाँ सबैजना एकदमै धेरै तुलसी शिवाकोटी दाई जसले एकदमै राम्रो पर्फर्मेन्स गर्नुहुन्छ। दाई त यसरी दाई अनि पर्फर्मेन्समा पनि दाई तपाईँहरूलाई बवालमा चाहिँ यसरी भएको छ र थ्याङ्क यू सो मच। हजुरहरू सबैजना आइदिनु भएको छ। हजुरहरू थाक्नु पनि भएको होला। धेरै देशहरूमा त 30को प्रोग्रामहरू धेरैभन्दा धेरै प्रोग्रामहरू भए। त्यस कारणले गर्दाखेरि यहाँ त अब भयो कि भएन यो एरियामा मलाई थाहा भएन। तर चाहिँ हजुरहरू सबैजना यो प्रोग्राममा त्यसको बावजुद पनि आइदिनु भएको छ। 30 रित्तिसकेको सबै सकेको छ र अब हामी एकदमै रमाइलो गर्छौँ। सम्पूर्ण नेपालबाट आएर यहाँ आफ्नो कर्मभूमि बनाएर यहाँ सङ्घर्ष गरिरहनुभएका यहाँ जमेर बस्नुभएका सबैप्रति मेरो सम्मान छ र यहाँहरूसँग मैले मेरा गीत सङ्गीतको माध्यमबाट यहाँहरूसँग जति सक्छु मैले मनोरञ्जन दिन कोसिस गर्दैछु र यहाँहरूले मनोरञ्जन दिनु होला भन्दै मैले गाएका गीतहरू कति सुन्नु भएको छ। सुरुमा मैले लाउना दाजा विनतीबाट स्टार्ट गर्छु। यहाँहरू सबैजनाले आउँछ नि सबैजनालाई होइन? यताबाट धन्यवाद छ। यहाँहरू सबैजनाले साथ दिनुहुनेछ। आदरणीय बुवा मैले धेरै पछि उहाँलाई भेट्न पाएँ। उहाँलाई मैले फिल्महरूमा टेलिभिजनहरूमा देखिरहेको आदरणीय बुवा आउनु भएको छ। उहाँप्रति पनि मेरो सम्मान र सम्पूर्ण कलाकारहरू यहाँ हुनुहुन्छ भने यहाँहरूप्रति पनि सम्मान। लाउन दाजे विनती ट्र्याक प्लिज। उहाँले पनि यो कार्यक्रमको लागि धेरै सहयोग गर्नु भएको छ। उहाँहरू दुईजनाको आयोजनामा अरू साथी हाम्रो जमुना बहिनी कता हुनुहुन्छ, हाम्रो अर्को पञ्चु बहिनी, त्यसै गरी यहाँ सम्पूर्ण हाम्रो मैले नाम लिन छुटाएँ भने कृपया नरिसाउनु होला, भुलवश माफी माग्छु। त्यसैले गर्दाखेरि यहाँ सनी कुमार दाई हजुरलाई धेरै धेरै धन्यवाद यो कार्यक्रम आयोजना गरेर अहिलेसम्म यो माहौल क्रिएट गरिदिनु भएकोमा। अब हाम्रो आउने दसैँ तिहारको बेलामा चाहिँ उहाँले मलाई के भन्नुभएको छ भने दुर्गेश थापाको लागि चाहिँ उहाँले एउटा कार्यक्रमको आयोजना सेड्युल गर्दै हुन्छ। हामीले त्यति बेला चाहिँ घोडेबारमा कार्यक्रम गर्छौँ। दुर्गेश थापालाई हामी चाँडै ग्रिसमा बोलाउँदैछौँ, यो पनि एनाउन्स गरिदिनु भन्नुभएको थियो मलाई। त्यसले गर्दा अब हामी दुर्गेश थापासँग नेक्स्ट टाइम दीपावलीको बेलामा हामी यसै गरी घुम्नेछौँ। ठुलो एरिया हुनेछ, ठुलो ठाउँ हुनेछ। हामी रातभरको दिन त्यति बेला चाहिँ यहाँले पहिला नै हामीले कार्यक्रम क्लास गर्छौँ। त्यति भएपछि चाहिँ 2 दिनको लागि छुट्टी दिनु होला। एक दिन मस्तले नाच्ने, भोलिपल्ट चाहिँ दिनभरि सुत्नु, काम गर्न जाने है। त्यसले गर्दाखेरि अब कमेन्ट सुन होप गरौँ, आशा गरौँ। आशा नै सबैभन्दा ठुलो कुरो हो। हामीले आशा गर्न सक्नुहुन्छ कहिले पनि होइन। त्यसले गर्दा अब यो आयोजकको टिम हाम्रो गोर्खाली वेलफेयर एन्ड इन्टरटेनमेन्ट ग्रुप, फेडरेसन कृषिबा, त्यसै गरी हाम्रो अहिले हिमालय जब सेन्टर, त्यसै गरी पारिजात रेस्टुरेन्ट, सम्पूर्ण हाम्रो यो सहयोगी टिमहरू हुनुहुन्छ, सहयोगी हातहरू हुनुहुन्छ। उहाँलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मलाई पनि यो कार्यक्रम सञ्चालन गरिदिनुपर्छ है भनेर अस्ति 1 हप्ता अगाडिदेखि नै मलाई खबर गरिरहनु भएको थियो।
मिल्दैन, शनिबार पर्छ। रेस्टुरेन्टको जब सधैँ म पाउँछु कि पाउँदिनँ भनेको थिएँ, तर रिक्वेस्ट गरेर मैले छुट्टी लिएर म आएको छु। भोलि पनि मैले सक्यो मेरो धेरै काम हुन्छ, मैले जानुपर्छ। त्यसले गर्दा म चाहिँ यहाँहरूबाट बिदा माग्छु। यहाँहरूले चाहिँ 3 बजेसम्म हाम्रो चण्डी साउन्ड सिस्टमलाई हृदयदेखि धेरै धेरै धन्यवाद। यहाँहरूले राम्रो म्युजिक सिस्टम साउन्ड सिस्टम गरिदिएर हाम्रो सिङ्गरहरूलाई चाहिँ राम्रो मौका दिनुभएको छ, राम्रो सोहरू गरिदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद, आभार, हृदयदेखि आभार भन्न चाहे। म चाहिँ यहाँहरूबाट छुट्टिन्छु। यो कार्यक्रम अहिले सकिएको छैन, हाम्रो साउन्ड सिस्टम हामीले बिदा दिन्छौँ। यहाँहरू 3 बजेसम्म बसेर हामी रमाइलो गर्न सक्छौँ। त्यसले गर्दा 3 बजेसम्म यहाँहरू बस्न सक्नुहुन्छ। 4 बजेकोसम्मको टाइम रहेछ, हामीले हल बुक गरेको। 4 बजेसम्म बस्दा पनि हुन्छ, तर 3 बजे 3:30 बजे हामी यहाँबाट छुट्टिन्छौँ भन्नुभएको छ आयोजक टिमले मलाई।